मैडम हजुर के गर्न लाइछौ तिमीले? मैले अँ मैले त के गर्छु यो बजार गयो फलफुल किनेर लिएर आयो 1 किलो किन्न मन नलाग्ने अलि 2-3 किलो किन्यो अनि सबै चिम्री पर्ने है यो स्याउ ल हेर्नुहोस् यहाँ अब यसलाई हाले चिम्री परेकोलाई एउटा पछि खाने बनाउनु लाग्छु कि भोलि चाना बनाएर तिमीलाई बजार गएपछि पसलले जत्रो प्लास्टिक दिन्छ त्यत्रै प्लास्टिक नभरेसम्म मनले मान्दैन। बल्ल खाऊ यहाँ यस्तै गराएर दुःख गर्न पर्यो। 2-3 किलो लिएर आयो अनि यसो सुक्ने के चिम्री पर्ने सुक्ने कुहिने अनि यसलाई मैले यसरी सुई कोरेर यसरी कोरेर यस्तो चाना भन्छन् ल हेर्नुहोस् यी कति राम्रो चाना भन्छन् नि सर। अनि के गर्ने त्यो चाना बनाएर? यिनी सुकाइदिने ए सुकाइदिने हो? 1-2 दिन घाममा सुकाइदिने अनि सर्लक्क चाना बन्छन् अनि पछि खाना हुन्छ। बजारबाट किनेर लिएर खान्छौँ र यो बनाएर खाना हुन्न र हामीले। बनाएर खान त हुन्छ के किन्दाखेरि थोरै किने हुन्छ के भने धेरै किन किन्छौ धेरै त? किनेर त बल्ल यो सुकुटी बनाउन पाइन्छ क्या। यतिका दुःख किन गर्नु पर्थ्यो र? सुकुटी खान त गइहाल्छ नि सुकुटी त हाल्छ रे सेउको सुकुटी। सेउको सुकुटी हो? हाम्रा घर सेउको सुकुटी खाने चलन छ है। सेउको जुस खान कति मिठा हुन्छन् किनेर लिएर खाएका चाना कति मिठा हुन्छन् ल हेर्नुहोस् सक्यो। ओके थ्याङ्क यू।